ल बवाल रूपमा आएछ होइन अब यत्रो धर्म चाहिँ लगभग स्थगित भएको माथि डाँडामा ल हेर्नुहोस् तपाईँहरू साह्रो हुन्छ यार केही देख्दैन ल मैले चाहिँ यस्तो तरिकाले चाहिँ त्यो स्टाइलमा ल आजको चाहिँ पुरै ट्रेक अब घरबाटै हुन्छ यहाँनिर चटर लगाएर निस्किसकेका छौँ हामी ब्याग स्याग बोकेर व्यवस्थित पाराले निस्केका छौँ होइन अब यहाँबाट चाहिँ नि सिधै रानीमनको टुप्पोमा जाने प्लान छ हाम्रो यो देखिरहेको डाँडाको टुप्पोमा जाने प्लान छ ठ्याक्क लगाएर चाहिँ त्यहाँ पुगिसकेपछि चाहिँ हल्का फुल्का बस्ने यसो इन्जोय गर्ने अनि त्यहाँबाट फर्किने भन्ने प्लान छ आज गाउँघरतिरको बाटो चाहिँ मान्छे धेरै नहिँड्ने भएर होला सायद एकदम सानो साङ्लो भइसकेको छ बाटो चाहिँ बर्बाद छ यस्तो हो क्या जुन भयो त्यो चाहिँ नि मान्छे नछिर्ने जस्तो नअड्ने जस्तो भइसकेको छ बाटो पहिरो पनि आएछ यार यहाँनिर बर्बाद भएछ यो चाहिँ बादुरे चोर भन्ने ठाउँमा आइपुग्यो हामी ठ्याक्क लगाएर मिलाएर चाहिँ नि खिच्दैछु पाउन यस्तो साथी होइन मैले जमाना बेचिदिएको चित्तेमा हाटहरू बन्चरे डाँडा चाहिँ त्यो टुप्पो हो बिचको डाँडा खतरै ठाउँ छ ल जुगाले चाहिँ बबाल खान्छ अब आज बर्बाद होला जस्तो आजको तामाङ खतरा भएपछि है ठिकै बेला भयो यो कालो देखिरहेको भाइ ठ्याक्क लगाएर चाहिँ अब योलाई कुरिराख्यो भने यो पनि आइपुग्यो यहाँले अब मिलाएर के जान सकिन्छ होइन डाँडामा गाउँको बाटो त बर्बाद भएछ यार के साह्रो भयो यस्तो कहीँ हिँड्नै नसक्ने भयो है कस्तो बिचोको बाटो त मान्छे नअड्याला यार पहिला पहिला यार 60को स्पिडमा कुद्ने बाटो है के भयो आज मान्छे नभए यस्तो भन्दा है यताबाट हो क्या के छ बाटो स्थिति ठिक छ दाइ गाडी गाडी मकैको त अनि स्कुल जाने बाटो हिँड्दै हो
यो तर्स देख्यो नि पहिला होइन 15 वर्ष अगाडि तर्स भयो भने एकचोटि यहाँ रुख उल्टो देखेर हामी घारी घारी हान्नुपर्छ त्यहाँ यहाँ रुख उल्टो देखेर हामी घारी घारी हान्नुपर्छ त्यहाँ अब चाहिँ माथि भन्याङ चिलाउनु गाउँ भन्ने ठाउँमा आइपुगिसकेका छौँ हामी यो चाहिँ स्कुल हामी बच्चा बेलामा पढेको स्कुल हो अनि पनि पढिस् यो पसल ससल सबजनाको रमाइलो छ यहाँ पिच पनि भइसकेको छ धेरै वर्ष पछाडि ल अब चाहिँ लास्ट बस्तीको लास्टमा आइसक्यौँ हामी लगभग आधी बाटो पुनः पुग भइसक्यो जङ्गलको बिचमा आइसकेको छौँ के छ भने ठिक छ अनुहार त पुरै अनि छाउर जस्तो भएको छ जाने बाटो चाहिँ यताबाट सर्टकट छ भन्ने कुरो जानकारीमा आएर यताबाट हामी चाहिँ हिँडेछौँ बाइक यहाँ आइपुग्छ र बाइक उहाँसम्म आइपुग्यो मासतिर घुम्नु जाला हजुर आउनु त आउँछ होला अलिअलि यसो मिलाएर घुमेर आउनु पर्छ यहाँ बाटो त यहीँबाट होइन त्यही भएर ल हामी चाहिँ लगभग निबेसी एकको ककरे गाउँबाट माथि छेमल डाँडा जान लाग्छ छेमल डाँडा होइन छेमल डाँडा थियो त्यसमा थाप्लो चुले भन्थ्यो पहिला हामीले त के शिवपुरी हो यो थाप्ले चुली यस्तो नजारा छ डम्पिङ साइड यस्तो देखिरहेको छ यहाँनिर पारी होइन एकै हो सबै एक अल टोटल तिनजना ओलीहरू यस्तो फेरि हामी यो जानुपर्छ गाडी त्यस्तो भयो नि अन्न यस्तो के भन्नु छ भने भन्नु त्यो एकदम रमाइलो लागिरहेको छ मलाई चाहिँ डिप्रेसन हामी चाहिँ लगभग यस्तो ठाउँमा आइपुग्यौँ यो पुरै खानीमा आइपुग्यौँ अब यहाँबाट उक्लिन्छौँ होला सायद बाटो छ छैन थाहा छैन अब अन्दाजमा रुममा हिँड्दा हो लगभग यो डाँडा पुग्न अझै 1 घन्टा जति लाग्ने अनुमान लगाएका छन् साथीहरूले हामी चाहिँ लगभग यो ठाउँ यो रोडदेखि यात्रा सुरु गरेको माथि यहाँसम्म आइपुगेका छौँ ल यहाँ चाहिँ बस्ने ठाउँ रहेछ ढुङ्गासुङ्गा दामी यहाँ चाहिँ छतरी देउराले यहाँदेखि सुरु हुन्छ यहाँबाट हुँदै बन्चरेको 4 डम्पिङ साइट सिलाउन गाउँ लगतै सिमखडा गाउँ सोना गाउँसम्मको दृश्य चाहिँ यहाँबाट सजिलैसँग देख्न पाउँछ हामीले देख्न पाइन्छ गाइजहरू अब हामी चाहिँ यहाँ डाँडामा आएर एकछिन रेस्ट टाइम लगभग हामी पाउने बाटोतिर आइपुगेका छौँ अब लगभग 75% बाटो चाहिँ हामी पार गरिसकेका छौँ अब यहाँबाट कति टाइम लाग्छ 25% भने त अब कति छ हेरौँ अब धेरै भयो अब धेरै वर्ष भयो नगएको अब यहाँ केटाहरू यहाँ आफ्नै पारामा छन् अब यहाँबाट चाहिँ नि सट्टा लगाएर गाउँहरू एकदम बवाल देखिरहेछ पञ्चरी डाँडा पनि ल यो चाहिँ अर्ग्यानिक डोजरले होइन बवाल जोतेको रहेछ यहाँनिर यसो डाँडामा चाहिँ धेरै नै आउने गरेको जस्तो बवाल यस्तो ठाउँमा आइपुगेको छौँ हेरौँ अब के हुन्छ हिँड्ने गरौँ यो त हालसालै खने जस्तो छ त्यहाँ कुनै त मेनले चिज चाहिँ यस्तो चाहिँ कुरामा ध्यान दिनुपर्छ जुगा भन्ने कुरा त खासै छैन है यसले लगभग अब ग्याङ बोलाउँदैछ पछ्याउँदा चाहिँ मेरो खुट्टा यतातिर छ खासै त होइन है यति भने चाहिँ खासै होइन न चप्पल लाउनेको अब खाली खुट्टा हिँडेर बाबा ल खासै जुगा त होइन है न खासै त होइन धेरै ल अब खतरा पाराले जङ्गल कटियो बल्ल ओहो यो त डेन्जर पार गर्नुपर्ने जिन्दगीमा ल
बाबा लुगा देखाएर के जुगा देखाउनु पऱ्यो यहाँ लुगा यहाँ चाहिँ आज चाहिँ भरिया म्यान न ल कयौँ समयको बावजुद हामी चाहिँ बल्ल बल्ल यो मेन पोइन्टमा आइपुग्न सफल भयौँ। अब यहाँ केटाहरू पनि थकित भएको छ, माथि डाँडामा मेन टुप्पोमा गएर मात्रै विश्राम गर्ने निर्णय गरेको छौँ हामीले। लौरे जस्तो देख्छ त्यसलाई त म पानी चाहिँ हामीले एकदम गलत गऱ्यौँ, पानी तलै अलिक बढी युज गरेर अलिक गाह्रो हुँदो रहेछ। पानी चाहिँ एकदम जोगाएर आउनुपर्छ, यो ठाउँमा पानी त्यति छैन। बस्ने ठाउँहरू चाहिँ एकदम राम्रो छ रमणी, यस्तो राम्रो भ्यू कहीँ जिन्दगीमा देखिन्छ त। ल एउटा कार्टुन भनेको थियो नि तैँले, त्यस्तै देखेर त्यहाँ गाइसहरू हामी चाहिँ बल्ल बल्ल भ्यू पोइन्टमा आइपुगेछौँ। छतरी दौराले पनि धेरै तल देख्दो रहेछ यहाँ त्यो लगतै अब बन्चरी त कहाँ कहाँ आयो भनेर देखेन। यहाँ ठाउँ चाहिँ एकदम रमणीय छ, बर्खाको टाइममा हरियाली एकदम सुन्दर। यो सानो सानो बुट्टाले पनि झन् एकदम सौन्दर्य देखिने छ। अनि यहाँ ब्रिटिस आर्मी छ यहाँनिर गोर्खे। अब यसलाई पनि साथमा ल्याएको छौँ हामीले। अब यहाँ दाइले फेरि पुरा यहाँ चुलो बनाउने कारण हुँदैछ। अब यहाँ हल्का स्न्याक्स जस्तो चाहिँ ठ्याकठुक हानेर ठ्याकठुक खाएर चाहिँ नि अब यो बाटो हुँदै फेरि हामी अब लगभग जङ्गलभित्रबाट जाने कुरो भएको छ हाम्रो। अब यो आगो बाटो चाहिँ जान सकिन्न किनकि जुगाले भसमा फर्मानी बनायो। त्यही भएर अब यो काठमाडौँ यो ठाउँ भयो, यतापट्टि यो ककनी एरिया हो। अब यहाँ हिमाल देखिनु पर्यो भनेर आएको, अब ब्याड लक आज अब देखिएन हिमाल। अब पछि कुनै दिन हेरौँला हिमाल पनि। आगो बाल्ने कार्यक्रम भइरहेछ यहाँनिर। अब ब्रेक टाइम हाम्रो। अब फाइनल ठाउँमा पनि आइपुग्यो। अब आज चाहिँ यस्तो करेन्ट चौधो ल्याएर उमालेर अब यहाँ यस्तो हल्का चिज तातो हल्का हानेर अनि त्यहाँबाट अनि बाटो लाग्छौँ। अब हामी यस्तै छ, अब के गर्नु जिन्दगानी। हिमाल देखिएन त्यही एउटा ब्याड लक हो, अरू भने सबै कुरा ठिक छ। अब यो प्लास्टिकहरू चाहिँ बडो यसरी बाल्दिनु होला, यहाँतिर नफाल्नु होला। अब कोही आउनुहुन्छ भने कोही आउनु चाहिँ आँट चाहिँ छैन यहाँ हामीभन्दा बाहेक, कुरो त्यही हो। नयाँ सिस्टमले पानी उम्लिनु पाएन, पहिला चौधो हालिदिने यस्तो नयाँ सिस्टमले खाइदिने हामीलाई। यत्रो छ मसला सब खाइदिने। न्युज यो इन्डियन लौरेले फेरि गीत पनि त्यता सुन्छ फेरि। केटाहरूलाई के गर्यो गरे यार, यति आगो बाले यार म संसार खतम बनाइदियो यार, केही देख्दैन। ल यस्तो नै गर्ने यार, यस्तो काम चाहिँ गर्नु नहुने यार, बर्बाद बनाइदियो। पानी पनि आयो कि धुवा आयो, त्यही भएर ल हाम्रो चाहिँ यस्तो तरिकाले चाहिँ पाक्दैछ यहाँनिर पिरो चौधोलाई। अब जसरी बनायो पनि खानालाई अन्डा पनि त्यहीँ फुटाएर हाल्यौँ किनकि हामीसँग पानी एकदम कम थियो, पानीले गर्दा बोइल गर्न पाएन।
भाडा पनि यस्तै खतरा खालको छ फेरि समात्ने पनि छैन बाउले अंशमा दिएको भाडा बाउले अंशमा दिएको भाडा खतरा खालको छ बाउले अंशमा दिएको भाडा हो यो चाहिँ यस्तै छ जिन्दगानीमा अब यस्तो भयो है अब कसरी घर जाने अब यो पुरै गोरे सोरे भन्ने आउला जस्तो छ यहाँ त्यस्तै म्युजिक बजिरहेको छ यहाँनिर म चाहिँ अलिक व्यवस्थित छु केटाहरू होला अलिक मिलाएर दिनु पऱ्यो नि चौचौ भन्ने कुरो चाहिँ यसरी बनाएर हामी खाँदैछौँ केही छैन रमाइलो भएको छ बिजोग रमाइलो पानी लाग्यो त्यो पानी चाहिँ हल्का रोकिएको छ अब त्यो पानी रोकेकोमा मौकामा चौका हानेर अनि टक्क लगाएर खाना जाने घर जाने टेन्सनले म रुनलाई एउटा फेरि स्पेसल माल रेडी भयो अब खाने पनि मिलाएर हालिदिन्छ केटाहरू ट्याक्क लगाएर मैले यसो टक्क मनी हालिदिन्छु च्याप्पा लगाएर खा बास यो स्टाइलको खाने परिका यहाँ मेन कुरा के रहेछ भने यहाँ यत्रो बेर चाहिँ दुःख पाए चौचौ बनायो केटाहरूले अन्डा पनि उसिन्न पानी नभएर पानीको बिजोग सर्टेज तर लास्टमा आएर पानी रहेछ कि यहाँनिर ल यहीँ बस्यो यहीँ थाहा यार यस्तो बिजोग पनि बनाउने हो माटो यार यो सफा पानी रहेछ यार खानै मिल्ने खालको पानी यहाँ बर्बाद भयो अन्डा बोइल गर्नु हुन्थ्यो नि यार खेत त्यस्तो बिजोग पाराले खायो यार खाँचै कुरो यस्तो यस्तो प्लेट चाहिँ लिएर पर्ने थियो क्या अब लास्टमा इन्डिङमा जाने बेला चाहिँ सरलाई आनन्द रमाइलो हुँदो रहेछ यहाँनिर यो चिजबिज यस्तै छ अब सेल्फी स्टिक पनि खतरा युनिक पाराको बनाइयो होइन के छ सबै खतरा बनाइयो नि होइन अलिअलि हल्लिया छ भिडियो हल्ले पनि केही चिन्ता नमान्नु होला अब हामी चाहिँ यहाँबाट लाग्छौँ अब यो डाँडामा गएर बस्छौँ अझै हामीलाई यहाँ पुगेको छैन घुम्न राम्रोसँग होइन के छ केटा हो अलिक चिचाउनु पऱ्यो ल गयो आयो रमाइलो हो ल हाले आएन खतम पाऱ्यो भने केटाहरूले अब के दल्ने बर्बाद छ एकदम गाह्रो हुन्छ यस्तो ठाउँमा आयो यो गरेर एकदम दामी छ अन्त अर्का राम्रो खुलिदियो भए दामी हुन्थ्यो अलिक खुलेन केटाहरूले नुन पनि छोडेर आएछ तल जुगाले बर्बाद बनाउने भयो
गाइजहरू अब यो चाहिँ काठमाडौँको टनाटन छ यहाँनिर खोजेको थाहा छैन एकदम बवाल छ अब यो ओडारे भन्ने ठाउँ छ तल योभन्दा तल चाहिँ केही देखिया छैन अहिले अब हल्का खुल्ला जस्तो मात्रै भएको छ तर खुल्ला छैन केटाहरू फेरि रेस्ट गर्न थालिसक्यो यहाँ अब जाने बाटो फेरि बिहान जस्तो खोज्दै खोज्दै आएको बिहान आज पनि कहिले पनि खोज्दै खोज्दै जाने विचार छ अब हेरौँ के छ तल निक्लिने बाटो त उहाँ ठाडै तल हो उहाँ ओडारे निस्किन्छ ओडारे गएर केटाहरूको अब पुरै फोटो खिच्ने कार्यक्रम यहाँ भइरहेछ त्यो लगाउँदा मैले के देखेँ भने यहाँनिर अब यो बवाल चिज देखेँ यहाँनिर ए एउटा यता घारीमा पनि छ ऊ यता हिँडिरहेछ फेरि ल यता आउँदैछ फेरि ल के दुःख है यो जुगा भन्ने त खासै नभएको ठाउँ रहेछ नि यो ल यता खुट्टा पनि आउने भेजी चाहिँ मेरो फेरि ओहो हेर यहाँ कति लामो लामो ल हेर यहाँ यत्तिकैमा तान्नु खोजेको ओ ल ओ यता पनि आइसकेको छ कति हो थालेर साध्य लाग्ने होला कहाँ नफाल यो चाहिँ लास्ट अन्तिम चरणमा आइपुगेपछि यस्तो जङ्गलबाट जानुपर्ने अवस्था आयो बाटो अब कहीँ देखाएको छैन अन्दाजमा हिँड्ने हो अब यो मेन चाहिँ लोकेसन चाहिँ यो वालको छेउछेउबाट हिँडेको हामी पनि सबैजना यताबाट हिँड्नु होला ल है बवाल रूपमा आएछ होइन अब यत्रो झर्ना चाहिँ डेली आइदियोस् नि कति राम्रो हुन्थ्यो होला जिन्दगीमा बवाल रूपले आज आज के बाढी आयो बेला मात्रै हो कि बर्खाको टाइम मात्रै अरू बेला सधैँ यत्रो आइदिएदेखि त गजब हुन्छ यार